हेलो नमस्ते नमस्कार पुनः पनि स्वागत छ। फेरि म तपाईँहरूको साथमा नयाँ भिडियो लिएर उपस्थित बसेको छु। गाइज आज भने फेरि म अस्ति खाएको बदलले खाएको ठाउँमा बारीमा फेरि जानेछु होइन। बदलले धेरै बिग भएर चाहिँ अब बारी सब सकाएर चाहिँ होइन मकै सब सकाएर म फेरि पनि जानेछु। आज के कस्तो भएछ बाबाले भन्नुभएको छ सबै सकियो मकै छैन तर म अहिले जानेछु। सो गाइज हेरिदिनु होला है गाइज मेरो भिडियो के कस्तो छ है हेर्नुहोस् है गाइज यस्तै छ है। सो गाइज होइन यतातिर बँदेल धेरै छिर्दो पस्दो रहेछ। बँदेलले चाहिँ सखा पारेको छ होइन। बँदेलले के खान नदिने भइसकेको छ यता होइन। बँदेलको बढी बिग्बिगी वनको छेउमा भएर हो कि होइन। पहिला एकचोटि बाहिर आएको थिएन त्यसपछि आउन थालेको छ। ल हेर्नुहोस् यता ए बँदेलले त रणभूमिमा चाहिएछ। ल कति खनेछ कति के गरेछ। ल आज बेलुका आएछ हेर्नुहोस् है गाइज सब सक्का आएछ। ल ए लडी बुढी खेलेछ। ल हेर्नुहोस् यस सब सक्का आएछ। ल हेर ए मकै त के गर्न सकिएला मकै यस्तो छ। ल हेर्नुहोस् बँदेलले मकै सिधाएको गाई ल सब सकिएछ। यसपालिको मकै सकियो यत्तिकै हेर्नुहोस् है। यसपालिको यसपालि मकैको हालत पोहोर यसरी खाएको थिएन यसपालि धुट्टो पारेको छ। अब यसको के भन्न सकिन्छ त। ल केही छैन बारी बाँझ छ गाइज। अब के हो सक्यो बारी सक्यो बारी सक्यो होइन मकै सक्यो लगाइसकिएछ एउटा मकै सब सिधाइसकेको छ। सो गाइज अब यहाँ केही पनि गर्न सकिँदैन होइन। यस्तो गनाइरहेछ नि यो बारीमा सुँगुरको खोर भन्दा चरको यहाँतिर कति खनेछ यहाँतिरबाट लडी बुढी हो यतातिर त। ल हेर्नुहोस् गाइस मकैको अवस्था के हुँदैछ के हो। ल हेर्नुहोस् है त या मकै त ल ठुक्क सब सकिएछ। ल मकैको अवस्था ए सब सकिएछ गाइस सब सकिएछ केही बाँकी रहेनछ। चारपाटा बाडी सब सकिएछ। ल हेर्नुहोस् बँदेलको आतङ्क गाइस बँदेलको आतङ्क होइन सब सकाइसकेछ बँदेलले। यतातिर बँदेलको हुलै छिरेछ। कति जोत्यो कति खायो ल गाइस यस्तो छ है। के गर्नु सब मकै सिधाइसकेको छ। त्यत्रो मेहनत गर्यो मेहनतको फल प्राप्तै भएन। ल हेर्नुहोस् त यहाँ कसरी खाइरहेछ मकैहरू यस्तो मकैको अवस्था यस्तो छ हेर्नु सब सकाएछ। सो गाइस अब किसानले खाने भनेको केही छैन होइन। सब बँदेलले खाइसक्यो मकै जति सके यस्तै छ। बँदेलले धेरै मात्रामा बढेको छ। सो हेर्नुहोस् मकै आदि छैन। सो गाइस ल यता त केही छैन नाङ्गै रहेछ होइन। हेर्नुहोस् के हो यस्तो बँदेलले सकाएछ। बँदेलको आतङ्क गाइस बँदेलको सक्यो। सो गाइस होइन जुन ठुल्ठुलो घोगा थियो त्यहाँ चाहिँ मकै थुप्रै रहेनछ सब खाएछ। सो अब यस्तै हो होइन किसानको जिन्दगी होइन। पोहोर त्यति साह्रो खाएको थिएन यसपालि सब सकायो मकै सब अब भन्नु केही छैन हिसाब त छु। सो हेरेर साथ सपोर्ट दिनु होला बँदेलले खनेको। सो गाइस बाई बाई फेरि पनि अर्को भिडियोमा भेट्ने नै छौँ है। अब थोरै लगाएको बाली सकाएपछि के गर्नु छ र के गर्न सकिन्छ र।
सब सक्यो गाइस, सब सक्यो आजको भिडियो मा यति नै भन्न चाहे। सो गाइस नेक्स्ट भिडियोमा भेट्ने छौँ। अलविदा।